ल अब हामी चाहिँ यसो बाहिर एकछिन मेरो भाइ त हेर त ल कहाँ जाँदैछ अरे मेरो भाइ हामी बाहिर हिउँ खेल्न जानु लागेको अब यसो कस्तो छ भन्ने अब हेर्न लागेको मेरो भाइ ल हामी त्यही माथि अब यस्तो हिउँमा अब कस्तो हिउँमा एक देखाइदिउँ न त ल यस्तो हिउँ रहेछ त मेरो भाइ हेर्नु ल चिप्लिन्छ कि दोस कहाँ गएर यार तिमी मलाई नछोड न यो चाहिँ हाम्रो राइट So we don't know which is ours. We're checking it. दोस्त यार अनि जाडो होला नि त एकदम जाडो होला नि त तिमीलाई वाइन खान मन लाग्यो भने हैन एकदम यार ओइ दोस्त पकाइ त SAGAR है त दोस्त सागर है सागर यार यहाँ सबैजना गाइजहरू छ दिस इज आवर छोटो ब्लग राजा राजा यो एक दुईवटा शब्द भन्यो न सागर ब्लगमा यार आज हामीले घुम्न जानु लागेको होइन सबजना केटाहरू त्यही हो रमाइलो गर्नुपर्छ होइन यो चाहिँ राइड हो दोस्त म चलाउँछु यार तिमीले लडाउँछ यार तिमीले मलाई यार तिमीले लडाउँछ क्या मलाई क्या दोस्त तिमी झ्यापमा छौ होइन क्या म लडेर नि भोलि मेरो हात भाँच्यो भने नि म सक्छु क्या दोस्त क्या दोस्त म चलाउँछु खैदिउ म राइडर हो त तिमीले तिमीले चाहिँ लडाउँछ जस्तो फिल भइरहेछ मलाई सबजना केटाहरू यहाँ छ है सबजना केटाहरू सब केटाहरू है के गरेर यार मेरो दोस्त यहाँ ब्याट्री हाल्न लागिरहेछौँ यो त पट्याङ छ त यार यहाँको भ्यू त यार अब दामी देखिरहेछ यार केटा अझै पनि स्टिल स्नोइङ हाम्रो गाइजहरू हाम्रो मेरो भाइ चिकु भाइ दुईजना चिकु भाइहरू मेरो भाइ हामी चुरोटको सुर्ती किनेर आउँछु क्या है अनि एउटा वाइन किनेर आउँछु यता हेर त त्यो पुल हुँदै अनि यसो छिर्नु त कस्तो राम्रो छ क्या है ल एकदम केयरफुल गाइजहरू ल है पागल देखिरहेछ ल राजा यार ल साराचु राजा है साराचु दोस्त म यहाँ बस्ने दोस्त अब केही ओछ्याउने छैन दोस्त तिम्रो ब्यागै ओछ्याइदिउँ न त तिम्रो ब्यागमा के छ तिम्रो ब्यागमा मर्छु नि त म दोस्त यार तर केही हुँदैन दोस्त मर्छु भन्छु दोस्त यार तिमी मरेपछि म मरेँ भन्नु कसम म लडाउँदैन भन त ल दोस्तको पुरै मैले भर गरेको छु ल दोस्त तिमीले सक्दैन भने छोडिदियो है म होइन म सक्छु क्या मलाई आउँछ क्या दोस्त यस्तोमा ए दोस्त म राइडर हो भने उइली हान्ने मान्छे हो गाइस लडाउँछ हुँदैन यार गाह्रो हुँदैछ अब बटार्न नि मिल्दैन बिस्तारै बिस्तारै हिँड्ने हो नि त यो त धेरै टाढा छैन यही छेउमै हो तिम्रो स्कुटी स्कुटर त भरे छ चिप्लिन्छ त्यो बिस्तारै लग न धेरै धेरै फास्ट लग्नै पर्दैन नि धेरै फास्ट होइन कि मैले पेडल हाल्यो भने अटोमेटिकली गर्छ बटार्न नमिल्ने रातोको बटार्नै नमिल्ने रहेछ यार दोस्त हिउँमा हामी भोलि काम छ त्यही नि केही ड्याम खेर ओ सेट दोस्त लोटे पनि केही नभन ल होइन बिस्तारै ल दोस्त होइन यो यस्तै रहेछ दोस्त तिमीले हुन्छ तर त्यस्तो पारामा नलडाउ न चुक्क लडे त केही छैन होइन फेरि हातै भाँचिने पारामा लड्यो भने त एकदम तनाव हुन्छ गाइस हेर न
म झन् कसरी भ्लग गरेर स्टिल स्नोइङ बिस्तारी लड्दैन यो त एकदम केयरफुल हो त दोस्त यता लगाउन त नभए त्यता नलगाउन यता लगाउन यस्तोमा काम कसरी गर्ने यार ल दोस्त तिमी चलाउ सोलो सोलो चलाऊ होइन तिमी सोलो चलाऊ होइन हेर अब तिमीले भन अब कसरी काम गर्छ यार कसरी काम गर्छ अरे यसरी होइन तिमी चलाउनु पहिला अनि होइन तिमी चलाऊ होइन बटार्नी छैन क्या बटार्नी मिल्ने भए त तिम्रो पेडलमा मात्रै डिपेन्ड रहेछ कि यो चाहिँ अँ होइन तिमी चलाउनु उनीहरूसम्म चलाउनु ट्रस्ट त ठिकै छ आई ट्रस्ट यु जाऊ पहिला जाऊ न जाऊ चलाउ उतासम्म चलाउ न पहिला ए चला न विश्वास रे के मलाई चाहिँ के दुम्बा सोचेको दोस्त अहिलेसम्म चलाउनु नसोचेको तिमीलाई पनि ट्रायल दियो होला दोस्त वेट पर्ने बित्तिकै फरक हुन्छ क्या दोस्त यार तिमी कहाँ त्यस्तो याभन्दा त अगाडि तिम्रो त अब गाँडमै छिर्नुपर्छ दोस्त त्यही हो यतिकोमा जाने नि के भन्छ होइन लक्ष्य गराउनु लक्ष्य गराउनु कहाँ जाने हो सिधै हजुर यताबाट गयो नि हुन्छ तिम्रो इच्छा अब सिधै गर्नु के अरे चिज एक पन्जा एउटा पन्जा लगाउनु त मेरो लेफ्ट यो त बाक्लो धेरै बाक्लो हो त यार यो त यसमा त हान्नु सकिँदैन त काम पनि यार दोस्त अब म आउनु मिल्दैन कसरी आउने हो र अगाडि भनेको लेफ्ट छिराउँछ छिराउनु के हुँदैन छिराउनु त्यो उ त्यहाँ जाने हो नि हामीहरू म निस्केन होइन तिमी खतरा रहेछ दोष यार ए म साइकल उडाउँथेँ क्या मेरो दोस्त क्या उडाउँथेँ क्या म विली हान्नेमा पर्ने हो क्या हो र उडाउ त एकचोटि अहिले यो फेरि भाइ निस्केन केही हुँदैन चल्नु अब छिटो म त गइसक्यो हो के खाने हो एउटा तिमी नि आउनु त अब वाइन कुन चाहियो होइन मलाई नछिराउला नि तर एक्चुली वाइन यसो म एकछिन वाइन चाहिँ हेर्छु म साथीलाई भन्छु भन्नु मसँग छ कि सुन्नु न यसो गर न लक गर होइन इनकेस उस गऱ्यो भने वाइनमा त देखाइदिन्छु मात्र भन न कति यार दोस्त चाबी लाउनु पहिला
लोस सबै हामी सामान चाहिँ किनिसक्यो होइन अब चाहिँ जानुपर्ने छ मेरो राइडर चाहिँ अब हिज कन्फिडेन्ट होइन ल एकदम ओभर हो त उसले चाहिँ मलाई मेरो डेस्टिनेसनमा पुर्याउन सक्छु भन्ने कन्फिडेन्ट छ मलाई नै मन पर्ने जुनको तोफाने म चिन्तन तन्ने मेरो दोस्तले मलाई होइन मेरो डेस्टिनेसनमा पुऱ्याउँछु भनेर ठिकै छ आई ट्रस्ट हिम इभन दो आई डु नट लाइक 1% त्यो चाहिँ अब हाम्रो मलाई चाहिँ स्नोले बचाउँछ सो ओके त्यो चाहिँ केही छैन बट तिमीले मलाई अघि नै कपडा माग्नु पर्थेन दोस्त मैले बिर्सिरहेँ अब कपडा सपडा अब अघि नै भन्नुपर्ने दोस्तले पनि गर्नु त यादै भएन तर यति ठुलो स्नो छ कि होइन चलाउ त गाह्रो छैन त्यो अगाडिको त्यो बटार्ने मोटरै छैन कि यसमा खै के भयो त्यही भएर झप भयो कि जस मैले अघि नै राम्रोसँग चलाएर ल्याउँथेँ कि यो पेडलमा चाहिँ तिम्रो भरै पर्दैन कि तल त लिएर जाऊ ओके कति बजे 10 बजे 9 बजे त म निस्किनु पर्यो 9:30 बजे बुधा फुके होइन त बुधा फुके अरे मामु त लामो 10 मिनटमा पुग्छ दोस्त यार दोस्त So no worries, we'll try it again. मेरो हेर Because this fucking grass cycle. चप्पल भित्र त सबै छिरे यार जुत्ता नि लाएको थिएन मैले त है यसो गर बटाएर त एकचोटि उस गरेर त राजाको यार त मार्छ बनायो बटार यसो घुमाइदियो घुमाइदियो मात्र हुन्छ आफै घुम्छ गियरमा चाहिँ है यो के बिच्किनु अब बिच्क्यो भने चेन बनाइदिउँ ल नि मैले भने लोटे पनि स्नो छ कि त्यो के भएर खासै केही फरक त पर्दैन तिमी यसो कुदाउनु त अलिकति अगाडि है दोस काम कसरी गर्छ सोच त यसमा होइन अहिले काम गर्न गाह्रो छ हुन्छ अब जसरी चला अघि सक्छु भनेर चलेन क्या चलेन क्या ल अब त सक्छु मैले दस अब त मजा बाहिर कहाँ छ कि घरै जाने हो यहाँबाट त नजिक त हो हो त्यो लास्ट चोक छ नि त्यसको लेफ्टमा त त्यही त हो चलेन त यार उसको उयो ए चलिरहेको छ Woo! This is fucking awesome. छैन त मलाई यही त मजा हो मेरो लागि यही त नि गुड म पनि फुर्के हो त होइन मैले अब कस्तो छ भने भोलि काम छ सुत्नु पर्ने नि हुन्छ नि त म काम हाल्नु बाहिरको छुट्टी अरू भाइहरूको
छुट्टी त त्यस्तै अब यसरी कहाँ काम गर्न सक्छ र त्यो त हुने रेस्टुरेन्टमा गर्ने भाइ डेलिभरी हाल्नु रेस्टुरेन्टमा त कहाँ काम भइरहेछ नि रेस्टुरेन्टको भाइहरू हाम्रो डेलिभरी गर्नेहरूको मान्छेको यस्तो त हुने हो लागि तर म त चाहिँ मन लागेको छैन है त्यही अगाडि गएर मुख दिनु पर्ला जस्तो है तिमी हाल्ने क्या ठ्याक्कै सिधै गयो मैले फास्ट हाने भने जाने रहेछ क्या फाँसी नहाल्नु मिल्ने क्या तर त्यो सिधै लग्यो भने चाहिँ उताबाट सिधै लग्यो यता लडिदिने भने सिधै सिधै आउँछ सिधै सिधै भन्नाले उताबाट लानु मिल्छ कि सिधै हो हुनु चाहिँ तर हाम्रो साइकल सिधा त जाँदैन नो भन्नु हो साइकल चाहिँ हुन्थ्यो त्यो भएर त यहाँ बाटोको हेर न रेखै छैन नि त याद गर्यो तिमीले यहाँ रेखै छैन अब कसरी चलाउँछौ भन्ने कुरो लडाउँदिनँ है मेरो दोस्त म ब्यालेन्स गरेर म फेरि बसिरहेको नि ब्यालेन्स गरेर बसिरहेको त राइट कि लेफ्ट राइट राइट लेफ्ट गयो नि हुन्छ लेफ्ट गयो नि हुन्छ कहाँबाट टाढो राइट 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 आया गो 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 जाउँ ल जाउँ म भिड ल जाउँ त म भिड खिचिदिन्छु दोस्त तिमीले काम गर्न सक्थ्यौ होला त डेलिभरी डेलिभरी गर्न सक्थ्यौ दोस्त तिमीलाई त मलाई ज्याकेट पनि दिएन स्वेटर पनि केही पनि दिएन अघि यार ल हिँड लेफ्टै हो आऊ ओए खतरा कुदाउ त मस्त मेरो खुट्टै दुखिसकेको छ यार चिसोले दोस्त मेरो त खुट्टै दुख्यो यार चिसोले वाइल्ड बवाल हो है यो त हामी त साइकलमा चढ्न सक्दैन क्या अब त My God, oh my God, oh my God, oh my God. दोस्त मलाई कसरी लान्छ यार अब तिमी भिडियो गर ल म सक्दिनँ हिँड्न यार गाह्रो भयो यार खुट्टा दुख्यो म भिडियो गर्न तिमी चलाउ नि खुट्टा दुख्यो है केही छैन दोस्त वेट दोस्त
बस वेट हाय पागल यार हट गर्दास दोस्त गाह्रो हुन्छ है अब घरतिर अब लाग्ने यसलाई जान्छु यत्रो मेहनत खेर जानिदिनु भयो नि दोस्त तिमीले त्यहाँ भिडियो खिचेर हिँड्छौ भने है यताबाट सिधै तर कस्तो खतरा है दोस्त अब भिडियो खतरा खिच्नु न नि पाडले सकिँदैन यार यसमा काम गर्ने यार गाह्रो हुन्छ तर यो हामीले होइन लाइक दुख्ने रहेछ नि अलिअलि थाहा छ खुट्टा नि अलिअलि दुख्ने क्या साइकल चलाएर टप छुटा के अरे भुइँमा टेक्नु सकेको छैन भने दोस्त त्यसैले चप्पलमा आएको नि त म त्यो हामीले लाइफ टाइमभरि क्या इच्छा हुन्छ नि त होइन स्नो हेर्ने हेर न आज पुरा है एकछिन 10 मिनट जस्तै बुझाइदिइसकेँ के भयो यसको रोकिदिइराखेर साइकल रहेछ त्यो अगाडि लग्यो अगाडि हो ल हेर न कस्तो साइकलहरू हुँदो रहेछ यार किन रोकेको त्यसले नचलाएर त्यसैले नचलाएर होइन तर कस्तो बुझ्छ नि मानव तर अगाडिको ब्रेक हान्ने दस हिजोभन्दा डेन्जर छ है स्नो हल्ले पनि तिमी चिन्ता नगर हल्ले पनि लोटे पनि के भएन म ब्यालेन्स गर्छु पछाडि लडौँ न ल हुन्छ तर स्पिड छ होइन है चल्नु नि पऱ्यो क्या दसमा हल्लेको छैन आया म दौडिम दोस नदौडा ल छिटो खुट्टै दुख्यो दोस किम्बो चलाउनु अब एकछिन ठिक छ 1 2 3 गो दोस 10 मिनट अब 5 मिनट हाम्रो घर आइसक्यो हर हर मैदान फतेह हर हर मैदान फतेह हर हर मैदान फतेह बंदिया माया गर्छु आज धेरै दोस नजिकै यति धेरै दुःख केको लाग्यो यति धेरै दुःख केको लाग्यो आफ्नो खुसी गर्न खुसी बियरको लाग्यो र अहिलेको लागि वाइनको लागि वाइनको लागि म त आम डन होइन तर तिमी चाहिँ वाइनको लागि हो मेरो दोस्त लाग्यो होइन वाइनको लागि कष्ट लिँदैछु नजिकै बसिदे साथ देऊ तिमी आज मलाई बन्द बन्द बतासमा नजिकै बसिदे बिताउने छु तिम्रै काखमा नजिकै बसिदे मरिएछ मन मायाले तिमी ल आइनमा चाक दुख्यो ल जस्तो म दौडिन्छु सोलो जानुपर्ने रहेछ एक्लै त गाह्रो हुँदो रहेछ त्यहाँ छ्या डबल छ खुट्टै दुखिसक्यो छ्या
खुट्टै दुखिसक्यो यार को ऊ यही त हो नि घर यो लेफ्टको खुट्टै दुखिसक्यो मेरो झर्ला जस्तो दुखिसक्यो अब त मलाई पुगिसक्यो भयो मलाई यो स्नो सिस्नो होइन अब यो साँधे मुलालाई जान्थ्यो यिनीहरूलाई नि गाह्रो त हुन्छ तर यिनीहरूलाई त ठिकै हुन्छ है कारमा भित्र त हाम्रो स्कुटरहरू त कस्तो ब्युटिफुल देखेको है सेट स्नोमा कति राम्रो देखेको तर गाह्रो चाहिँ गाह्रो अब फाइनली अब घर बनाउने चाहिँ होइन फाइनली घर गाह्रोसँग घर आयो बल्ल बल्ल है सिङ्गामा मेन भर्सेस वाइल्डै भएको थियो क्या त्यसकै है ल म त बोक्दिनँ होइन तिम्रो हालत देखाउ यो यस्तो भएछ नि त रोल खै आइडन्ट नो सबै उसै भयो नि सर ल यस्तो छ मजा यस्तो देखिरहेको छ त्यसको हालत चाहिँ यस्तो छ खै खै यता हेर त बोकामा तिमी बोका म त सक्दिनँ अब उता बिचमा समातेर बोक न उता समातेर बोक न बिचमा अनि यहाँ समातेर बोक न कहाँबाट कसरी जान्छ स्कुल मलाई बोक्दिनँ है अब एउटा गाह्रो भएछ मलाई अघि नै अघि नैको ठाउँमा ए छोडो अब ए राख त्यहाँ कहाँ राख्छ तिमीले नि मिल्दैन कि दिँदैन के गर्ने दस राख्दैन छोडिदेऊ न धेरै नसोचेँ क्या पुट्टा दुखिसक्यो अघि नै तिमीलाई देख्नु यो बेड म सुत्न नि पर्छ है 3 बजेभित्र अहिले काम पर्सि छुट्टी हो क्या मेरो खुट्टा दुखेर मेरो केही छैन